एकदमै नै दुःखद खबर छ हाम्रो अडियन्सको लागि। आजबाट चाहिँ हामी कुनै पनि कमेडी भिडियोहरू नहाल्ने निर्णय गरेको छौँ। अहिलेसम्म हामीले जति पनि भिडियोहरू बनायौँ कमेडी भिडियोहरू हजुरहरूले रमाइलो मान्नु भएर होइन हेर्नुभयो होला, हजुरहरूलाई हामीले खुसी दिन सक्यौँ होला। तर यस्तो परिस्थिति आउने रहेछ होइन मम। यस्तो दिन पनि आयो होइन। अब हामीलाई कुनै पनि भिडियो नराख्ने निधो गऱ्यौँ हामीले चाहिँ। त्यही भएर हजुरहरूलाई अब कस्तो लाग्छ हाम्रो निर्णय, हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अब फेरि राख्नु भन्यो भने हामी राखिदिन्छौँ पनि। के भन्छ अनि धेरै दुःख लागिरहेछ मलाई चाहिँ। कति धेरै कमेडी भिडियो राख्थ्यौँ हामी, अबदेखि चाहिँ अब नराख्ने निधो गरेछौँ होइन त। अबदेखि म पनि लाइभमा आउँदिन, कान समात्थेँ। लाइभमा भिडियोमा सरी पनि भन्छ। भिडियोमा नआउने निधो गरेछौँ हामीले चाहिँ। किनभने सरी होइन अब यहाँ एउटा कमेन्ट हेर्नु त, म हाँसेरै मर्यो भने यी 3 जनालाई जेल सजाय हुनुपर्छ सरकार भन्नुभएको छ है। त्यही भएर अनि के गर्नु त, अब यस्तै सजाय पाइने भए त हामीलाई डर लाग्यो कि डर लाग्यो। के गर्नु त, कोही वकिल हुनुहुन्छ त यस्तो नियम के छ भने भनिदिनुहोस् है। अनि एकदम डर लाग्यो कि हामीलाई, अब हामीले गरेर उहाँहरूलाई काम हुँदो रहेको थिएन हामीले होइन। कस्तो मलाई त झन् त्यस्तो भनेपछि त एकदम मुटु नै ढुक 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 गरेर यहाँ भैया एउटा बनाइहालेको हजुरहरू सामु। हजुरहरू कमेन्ट गर्नु होला कस्तो लाग्छ के लाग्छ, हजुरहरूले हामीले भिडियो राख्दा हुन्छ कि नराख्दा हुन्छ कि। त्यही भएर हजुरहरूको सल्लाह सुझावको पनि एकदम खाँचो छ हामीलाई होइन। भन्नु त मान्छेलाई नै हामीले त्यस्तो गरेपछि त नराम्रो लाग्यो नि त हामीलाई। त्यही भने टाटा बाई बाई सरी भन्छ है। अब हजुरहरू पनि के कमेन्ट गरिदिनु होला, अब के गर्नु मिल्छ हामीले है, के गरौँ भनेर सुझाव दिनु होला, सल्लाह सुझाव गरिदिनु होला भन्न चाहन्छु गाइजहरू। अनि कतिसम्मको त्यो हँसाउन मिल्छ होइन त्यो पनि सोध्नु पर्यो नि त।